हेलो एभ्रिवान। होलीको सन्दर्भमा गर्भवती महिलाहरूले विशेष ध्यान दिनुपर्ने कुराहरू छन्, किनभने यो उत्सव प्राय भिडभाड, रङ, पानी र कहिलेकाहीँ जोखिमपूर्ण गतिविधिसँग जोडिएको हुन्छ। त्यसैले गर्भवती महिलाहरूलाई सुरक्षित रूपमा होली मनाउने केही महत्त्वपूर्ण टिप्सहरू म तपाईलाई समावेश गर्दैछु। 1 नम्बरमा प्राकृतिक रङको प्रयोग गर्नुहोला, किनभने गर्भ अवस्थामा छालाको संवेदनशीलता बढ्ने हुनाले केमिकलयुक्त रङले एलर्जी हुने, चिलाउने समस्या वा स्किन इन्फेक्सन गराउन सक्दछ। अर्को, भिडभाडबाट टाढा रहनुहोला। होली खेल्दा भिडभाड धेरै हुन्छ, त्यसैले गर्दा धक्का लाग्ने, चिप्लिने वा चोट लाग्ने सम्भावना हुन सक्छ। गर्भवती महिलाहरूले घरमै परिवारका सदस्यहरूसँग सीमित रूपमा होली मनाउनु सुरक्षित हुन्छ। पानी कम प्रयोग गर्नुहोस्। धेरै भिज्दा चिसो लाग्ने, ज्वरो आउने वा स्वास्थ्यमा असर पर्ने सम्भावना हुन्छ। त्यसैले सुक्खा ड्राई होली खेल्नुहोला। अर्कोमा स्वास्थ्य खानपानमा ध्यान दिनुहोस्। घरमै बनेको स्वास्थ्य खाना जस्तै फलफुल, ड्राई फुड, दुधजन्य परिकार खान राम्रो हुन्छ। पर्याप्त पानी पिउनुहोस्, आराम गर्नुहोस्। होलीको दौडधुपमा शरीरमा पानी कम हुन सक्छ, जसले डिहाइड्रेसन गराउन सक्छ। गर्भवती महिलाले नियमित रूपमा पानी, नरिवल पानी, जुसहरू, पेय पदार्थ पिउन सक्नुहुन्छ। अल्कोहल र भाङबाट टाढा रहनुहोस्। होलीमा धेरै ठाउँमा भाङ मिसाइएको पेय पदार्थ खान पाइन्छ। गर्भ अवस्थामा भाङ वा कुनै पनि मसालो पदार्थले बच्चाको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। त्यसैले यी चिजहरूबाट टाढा बस्नु पर्दछ। र अन्त्यमा, रङहरूको यो पावन अवसरमा तपाईको जीवनमा खुसियाली, स्वास्थ्य र समृद्धि ल्याओस् भन्दै गर्भवती आमा र उहाँको सन्तानलाई सुरक्षित र सुखद होलीको मङ्गलमय शुभकामना।